हेलो गाइस, देख्न सक्नुहुन्छ दाइ यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो बाबा मोबाइल मागेको छ। म मोबाइल दिदिनँ, थाहा पाउँछ। देख्न सक्नुहुन्छ त्यहाँ नजारा देख्न सक्नुहुन्छ यस्तो खतरनाक आएको छ। तर म जुम गरेर देखाइदिन्छु। देख्न सक्नुहुन्छ बब्बाल नजारा आयो। फेरि यता बाबा तुर के छु यो। अनि यहाँ देख्नुहुन्छ पहाडको यहाँ एउटा घर छ। बाबा यहाँ छ अनि दाइ यहाँ छ। दाइको फोटो हेर्नु नि राम्ररी, पसिना निस्किया छ। उता तलदेखि आएको त्यो घर देख्न सक्नुहुन्छ। त्यहाँदेखि हामी आएको त्यो स्कुलदेखि त्यो स्कुल छ त्यो स्कुल कहाँ गयो त्यो स्कुलदेखि हामी आएको यत्रो ल हुन्छ। अनि यहाँतिर पुरै पहाड यता फेरि बाबा देखाउँछु म। अनि यहाँ पनि पहाड छ, यस्तो राम्रो नजारा। यहाँ एनसेलको टावर पनि छ। एनटिसीको छ कि थाहा छैन मलाई। एनटिसीको टावर खोइ उता पर भएपछि कहाँ जाउँछ त। त्यो देख्नु चाहिँ एउटा घर छ त्यहाँ। तर म नजारा देखाइदिन्छु। को कहाँ आयो राति देख्नुहुन्छ माथि घर। यो तल आयौँ, तल आफ्टर तल काँडङ। त्यहाँदेखि फेरि आएको उहाँ गोठो कि के छ। अनि त्यहाँनिर खेत छ, सुँगुर फार्म पनि छ। त्यहाँ पनि छ सबैतिर छ। यहाँ पहाडै पहाड छ। अब माथि जाउँ, कहाँ घर हेर्नु सक्नुहुन्छ। हामी अब जाँदैछौँ। या त अब युट्युबमा पोस्ट गरिदिन्छु। अनि युट्युबर त मेरो 200 के अरे सब्सक्राइबर भएछ दोस्त हो। म सक्नुहुन्छ यता पनि छ हाम्रो टेरो डाबा हुन्छ। सक्नुहुन्छ फेरि फोटो साथै गर्नुहुन्छ। सुमसुमे पानी मेरो स्किन यहाँ पुरै हाम्रो गाइस हामी आज जाँदैछौँ मेरो सिस्टरको घर। अनि हामी यहाँ देख्न सक्नुहुन्छ यहाँतिर नजारा पुरै तपाईँ यहाँ रमाइलो हुन्छ। त्यो पिकनिक खान जानु होला। अनि यहाँतिर घुम्न आउनु होला। तलदेखि तल जाने भ्लग बनाउँछु। अनि तपाईँलाई म तल जाने भ्लग बनाउँछु होला भन्दै नरकोटमा किनेको सर्ट रे। अनि हामी अब जाँदैछौँ। हेर्नुहुन्छ यत्रो खेतहरू छ, तपाईँले देख्न सक्नुहुन्छ पहाडमा खेत। अनि यहाँतिर त्यो घर हो कि भाइ, त्यो घर हो त्यो घर हो अझै पर छ अरे घर। देख्नुहुन्छ यो रुख केराको पातले भुइँ छुन्छ भन्छ तामाङहरूले। अनि भुइँ नै छुइसकेको छैन थाहा छैन। यसले चाहिँ छुन्छ जस्तो लाग्यो केराको पातले। यसले केराको पातले भन्दा यसले चाहिँ छुन्छ होला भुइँ। अनि हामी अब जान्ला हेर्नु मोल यता हिलो खाने। अनि माथि मितबको हो कि कसको घर माथि मितबको घर। अनि यता हामी हिँड्दैछौँ। फेरि त्यहाँ हेर्नु जङ्गल फेरि आइसकेको छ। तर जुम गरेर देखाउँ भने टाइम छैन। सुन्नुहुन्छ पुरै भ्लगहरू यहाँ गाडी पनि आउँछ होला भन्ने आशा गर्नेछु। टन्नै छ होइन। अनि देख्न सक्नुहुन्छ यो घर यो हो यो होइन भन्ने हुनुहुन्छ। यो चाहिँ हँसिया कचिया बनाउने काट्ने पनि खुकुरी पनि बनाउने ठाउँ
यहाँबाट घर त्यहाँ चाहिँ गयो त्यहाँ झन् गयो भने तपाईँ रमाइलो हुन्छ होइन त्यहाँ पर गयो भने त झन् तपाईँ त खुसी मुस्कान हुन्छ त्यहाँ पिकनिक खान जानु ल भन्दै बाबा के हेर्दै त्यहाँ त्यहाँ ओ बा त्यहाँ मुस्कान मुस्कान देख्न सक्नुहुन्छ बुवा बाबा के अरे तपाईँको कोरी माइतसँग भेटिसकेको छ अनि अब हामी हिँड्दैछौँ उनीहरू पाहाडतिर टन्नेछौँ यहाँ तपाईँ पार्टी खान आउनु होला पिकनिक आउनु होला त्यहाँ घर पनि छ भन्ने छु मलाई बोलाउँदै भन्छ हुन्छ हुन्छ मलाई अनि यहाँतिर आसी घर पनि आउनुलाई के कहाँ ठुलो मम्मी घर छ सेलरोटी पाकेको छ खाना पनि क्या हो अनि आएन कुन घर सक्नुहुन्छ दाइ यता पसिना निकाल्दै अनि हामी त्यो बा घर त्यो अरे घर अब हामी जाँदैछौँ अब हिँड्दै 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 अब अलिक छिटो जाऊँ छिटो गएर पुगेर यो पुरो भ्लग हेर्नु सक्नुहुन्छ घर पुगेपछि तपाईँलाई म भ्लग बन्द गर्छु पार्ट 2 पनि तपाईँलाई तर आउने बेला पार्ट 2 हुन्छ त्यो म आजै हाल्दिनँ होला भोलि आजै हाल्छु होला भ्लग भन्ने अनुरोध गर्दछु बेलुका हाल्छु होला भन्ने अनुरोध गर्दछु अब म भ्लग बनाउँदै हिँड्दैछु हेर्नु सक्नुहुन्छ यहाँतिर हेर्नु सक्नुहुन्छ यो राम्रो राम्रो चराहरू उडिरहेको छ अनि हामी यहाँतिर हिँड्दैछौँ क्यामेरा अलिकति पुस्नु पऱ्यो भनेको लास्टमा हामीले भ्लग गर्दैछौँ मिस्टेक गर्नुहुन्न यताबाट हुन्छ माथिबाट कहाँ कहाँ जान्छ मलाई थाहा भएन तलबाट मेरो के अरे तपाईँको फुपू मेरो के भन्छ हजुरआमा घर जाँदा अब हामी अनि जुरासिरा घर नजाने हो हो हामी अब हिँड्दैछौँ कुद्दै हामी अब कुद्दै मेरो मोटरबाइक आइसकेको छ अब हामी भ्लग बनाउँदै हिँड्दैछौँ पाते पात हुन्छ यहाँ त्यो टन्नै छ म जङ्गलको बिचमा हिँडिरहेको छु तर बाटो पनि छैन जङ्गलको बिचमा हिँड्नुहुन्छ म हिँडिरहेको छु त्यहाँतिर खेत छ हुन्छ जिस्काएको मेरो जङ्गलको बिच होइन एउटा बाटो नि हो हामी उयो पौडी खेल्ने भयो आउनु है ठुलो त छ को पौडी खेल्ने भन्नु त पौडी खेल्ने आउनु सफा बान्दै छ तरलाई ठिक्क हुन्छ हुन्छ माथि हिँड्दै तल त कोठ रहेछ त आमा घरमा आमा घर हामी जाँदै हिँड्दै अब हिँड्दै हिँड्दै आउँछ यहाँ जङ्गल जङ्गल यहाँ पनि घारिने यहाँ घारी नर्छ यहाँ घारिने घारी छ अब हामी बिच बिचमा हिँड्दैछौँ न्युज च्यानल देखाउँछ मेरो भ्लगमा अनि भ्लग हाल्छौँ सबैजना लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्ने अनुरोध गर्दछु हुन्छ यहाँ भ्लग कसको घर बनाउनु देखाउँछ भाइ कसको घर बनाउला कसको घर बनाउला जुनासी घर बनाउला जस्तो छ म तलबाट जाँदै यता यो घरबाट अब जुना सिस्टर हामी जाँदै अब एक मिनट के भयो अब हामी जुना सिस्टर घर त्यहाँ सक्नुहुन्छ त्यहाँ ढुङ्गा ढुङ्गा छ त्यो खेत सक्नुहुन्छ ओए हिलो रहेछ भन्नु नि त गर्दछु हिलो नभएको भए राम्रो हुन्थ्यो लड्ने म चाहिँ तपाईँ लड्न खोज्नुहुन्छ होला भन्ने अनुरोध गर्दछु भन्दै सबैजना हुन्छ हामी त्यत्रो तलबाट आएको थियो जुना सिस्टर घर पनि आइपुग्यो हेलो जुना सिस्टर हेलो जुना सिस्टर यता जुना सिस्टर बिरामी भएर सुतिरामीमा छ उता बाख्राहरू हामी माथि जाँदै माथि गएर फिगर खेल्दै खोइ त भाइहरू भाग्दै
यता देख्नु सक्नुहुन्छ लुना सिस्टर म माथि गएँ बाई बाई हुन्छ होइन म माथि जान यहाँ हेर्नु सक्नुहुन्छ बुवा भेट्ने आइसक्नु भरक्सिदियो